आज म आगो बालेर आगोमा पकाउँदैछु पहाडको आफ्नै खरसाबारीमा फलेको सिस्नुको तरकारी र यसलाई इङ्ग्लिसमा स्टिङ्गिङ न्याटल पनि भनिन्छ। यो पकाउन सजिलो छ तर समय भने पक्कै लाग्छ। पहिला पानी उमाल्ने अनि धोएर राखेको सिस्नुलाई चिम्टाको सहायताले राख्ने, हातले चाहिँ नछुने है किनभने हातमा पोल्छ। अनि त्यसपछि यसलाई ढाकिदिने, बिस्तारै ढक्कन खोल्दै हेर्दै गर्ने टाइममा, अनि बिस्तारै खोड्दै पनि गर्ने। यो पाक्यो भने बिस्तारै गल्दै जान्छ। अनि फेरि ढाक्दै खोड्दै गर्नुपर्छ है। अनि यत्तिको खोडिसकेपछि चाहिँ मकैको पिठो राख्दै खोड्दै पनि गर्नुपर्छ। र यसमा प्रशस्त मात्रामा भिटामिन ए, सी, के र बी पनि पाइन्छ। र म यो बच्चालाई पनि खुवाउने गर्छु, त्यसैले खुर्सानी हालेर झान्न पनि पाउँदिनँ। अनि यसरी खोड्दै गरेपछि चाहिँ यो यत्तिको भएपछि पाक्यो होला भन्ने चाहिँ थाहा हुन्छ। यत्तिको लुक्स देख्यो भने चाहिँ नुन राखिदिने। अब यत्तिको भएन अनि यसलाई झान्नु पनि पर्यो है, तेल राखिदिने। अनि लसुनले हो खास झान्ने, मैले चाहिँ थोरै ज्वानो पनि राखेँ। अनि यसरी यत्तिको पाक्यो भने चाहिँ यसले झानिदिने। झानिसकेपछि पनि यसलाई मजाले चलाउनु पर्छ ताकि सबैतिर झानेको लसुन पस्योस्। अनि रेडी भयो खानालाई। थ्याङ्क यू सो मच।